बाँकेको खजुरामा रहेको जनजागरण समाजको 22औं तथा जनजागरण बहुद्देश्य सहकारी संस्था लिमिटेडको 18औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाले एकै भेला बोलाएर सभा सम्पन्न गरेको हो। जनजागरण समाजका अध्यक्ष सुनिता आलेको अध्यक्षतामा भएको कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो। जनजागरण समाजले एकातर्फ संस्थाको संस्थागत विकास र स्थायित्वको लागि विभिन्न आन्तरिक स्रोतहरूको सिर्जना गर्दै आइरहेको छ भने सहयोगी साझेदार संस्थाहरूको आर्थिक सहयोगमा विभिन्न किसिमका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको जनजागरण समाजका कार्यकारी व्यवस्थापक रामबहादुर पुनले जानकारी दिनुभयो। जनजागरण समाजले आर्थिक वर्ष 2081-82मा सम्पन्न गरेका कार्यक्रमको बारेमा आम्दानी तथा खर्चको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो। समाजले खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा विभिन्न समूहहरू बनाई कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। समाजले अल्पसंख्यक पछाडि पारिएका नागरिकहरूलाई विशेष गरी समेट्ने कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कार्यकारी व्यवस्थापक पुनले बताउनु भएको छ। सभामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक तुफानले जनजागरण समाजद्वारा सञ्चालन गरेका कार्यक्रम विपन्न वर्गको विकासका लागि महत्त्वपूर्ण देखिएको उल्लेख गर्नुभयो। आज जनजागरण संस्थाको कुरा होस् या सहकारीको कुरा होस्, हाम्रो खजुरा गाउँपालिकामा कर्मथलो बनाएर अथवा टेकेर यही अफिसको स्थापना गरेर जानकी र खजुरा गाउँपालिका दुवै गाउँपालिकालाई कार्यक्षेत्र निर्माण गरेर जसरी यहाँका गरिब दुखीहरूलाई, पछाडि परेका समुदायहरूलाई अगाडि बढाउने र चेतना जागरण गर्ने साँच्चीकै जनजागरणको महत्त्वपूर्ण व्यवहारिक जीवन प्रयोग गर्न सफल भएको यस संस्थालाई हामी सबैले अनुसरण गर्न जरुरी छ। आज जनजागरण संस्था अरू कसैको आश र विश्वासमा परेको छैन। आज जनजागरण सहकारी कुनै पनि देशी विदेशी डोनरहरूको पछाडि लागेर आफूलाई असफल तुल्याएको छैन। बरु तपाईहरू जसरी गाउँका गरिबहरूको घरमा जानुभयो र गरिबहरूलाई आय आर्जनका लागि पशुपालनका तमाम सपोर्टहरू गर्नुभयो र मलाई लाग्छ त्यो एउटा देश थियो। र आज जनजागरण सहकारी जसरी सफल भएको छ, अरू सहकारीहरूले पैसा उठाउने र पैसा लगाउने र ब्याज असुल्ने र त्यही वरिपरि सञ्चालन गर्ने गर्दा आज उनीहरू डुबेका छन्। तर आज जनजागरण सफल भएको छ। कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले संस्थाले खेल्नुपर्ने भूमिका जनजागरणले राम्रोसँग खेलेको, जसको प्रतिफल सकारात्मक देखिएको बताउनुभयो। समाजको सकारात्मक कार्यक्रमका लागि पालिकाले पनि सहयोग गर्दै आइरहेको उहाँको भनाइ थियो। अझ जनजागरणमा आबद्ध रहनुभएका हाम्रा जानकीका सदस्यज्यूहरू अर्थात् खजुराका सदस्यज्यूहरूलाई अझ मोटिभेट गर्नको निम्ति, अझ हामीले थप प्रोत्साहन गर्नको निम्ति स्थानीय सरकारले खजुराले पनि जनजागरणमा रहनुभएका सम्पूर्ण सहकारीलाई अझ हामीले उद्घोषित गराउनुपर्छ, थप प्रेरणा गर्नुपर्छ भन्नको निम्ति धेरै सहयोगहरू अझ थुप्रै छन्। तर पनि स्थानीय सरकारले सक्दो सहयोगहरू गर्दै आएको छ। गत वर्ष मात्रै पनि हामीले बहु कतिलाई स्मरण छ कि छैन, तर म तपाईँहरूलाई यहीँबाट भन्न चाहन्छु अथवा स्मरण गराउन चाहन्छु, गत वर्ष मात्रै हामीले 19 लाखको 50% अर्थात् आधा स्थानीय सरकार खजुराले जनजागरण संस्थालाई हामीले सहयोग गरेका थियौँ। त्यसकारणले यो आर्थिक वर्षमा पनि हामीले 35 लाख रुपियाँ विनियोजन गरेका छौँ। समाजले सभासँगै सामाजिक परिक्षण कार्यक्रम समेत सम्पन्न गरेको थियो। कार्यक्रममा 600 बढीको उपस्थिति रहेको थियो।